आज म र बहिनी कृषि मेला जाँदैछौँ तरकारी लिन, फलफुल लिन गर्नुपर्ने छ। अब दुईजना यसो भिडियो बनाउँदै हिँड्दैछौँ। अनि बाटोमा के आज अनि दुईजना अङ्कलहरू भेटिनु भएको थियो। अनि टिकटक बनाउन सिकाइमाग्नु भएको थियो कि अनि टिकटक ड्रपमा कसरी राख्छन् भनेर सिकाइदियौँ। अनि अब हेर्नुहोस् कृषि बजारी यो घरबाट लोकल ल्याउनुहुन्छ अरे, बिहान ल्याएर बेचेर साँझ घर जानुहुन्छ। यो तरकारीहरू फ्रेस नै हुन्छ, भित्रको भन्दा बाहिरको। उहाँहरूले आफ्नै घरबाट ल्याएर आउनुभएको हुन्छ, त्यही भएर हामी जहिले पनि यतैबाट लग्छौँ। के चिजहरू यहाँ भेटाएन भने भित्रबाट लैजान्छौँ। हामी प्रायः जस्तो बाहिर सबै चिजहरू पाउँछ, फ्रेस पनि हुन्छ, त्यही भएर बाहिरबाट लैजान्छौँ। सबै चिजहरू पाउने रहेछ क्या। मेहनत पनि कति धेरै मेहनत भयो आफ्नै घरको बारीमा। हामी सबै चिजहरू ल्याएर आउनुभएको हुन्छ क्या। कस्तो बुढो आमाहरू पनि आउनुभएको हुन्छ। अनि प्रायः म त कस्तो भर्खरको भन्दा नि बुढो आमाहरूकोबाट लिन मन लाग्छ। अनि म हल्का बुढो आमाहरूकोबाट लैजान्छु क्या तरकारीहरू। अनि यो यहाँ कोलफुलको अर्ग्यानिक हुन्छ अरे, उहाँहरूको आफ्नो बारीमा केही दबाईहरू हालेको हुनुहुन्छ के अरे होला। मिठो पनि मिठो हुन्छ। अनि यही हो हामी जहिले पनि तरकारी लग्ने, फलफुल लग्ने ठाउँ कृषि बजार। यहाँ तरकारी भित्रभन्दा अलि बाहिर 5 रुपियाँ कम हुन्छ। यो साग कसरी हो? साग लाग्दैछ, एक पाउ हालिदिनु। मलाई मिक्स साग मनपर्छ। अनि बुढालाई चाहिँ प्रेसर मेन्टेन गर्ने भनेर तिते करेली लाग्दैछु साग सँगसँगै। साग राम्रो रहेछ। पैसा दिने साउने मेरो बहिनी। हालमा एउटा अनि तिते गरेको पनि कति सस्तो, 20 रुपियाँ पाउ। अस्ति जाँदाखेरि त मैले कति 40 रुपियाँ हो कि यस्तो 50 रुपियाँ पाउ हालेर ल्याएको थिएँ। छिटो सस्तो रहेछ। अनि आलु लाग्दैछन्, के गर्ने, घर त जुम्ला हो। अब घर जुम्ला भए पनि सबै चिजहरू किनेर राख्नुपर्छ र आफू खेतीपाती लगाउन। आलु पनि किनेरै खान्छौँ यतै। यहाँ अङ्कल कति मजाको हुनुहुन्छ कि सबैजनाले यहाँ अङ्कलकोबाट सामान लैजानुलाई यदि भित्र गएपछि उहाँले चाहिँ जुनसुकै तरकारी किन्दा पनि कहिले गाजर, कहिले काँक्रा, अनि खुर्सानी त कहिले छुटाउनुहुन्न। खुर्सानी त जहिले पनि हालिदिने। कति मजाले हालिदिनुहुन्छ। अनि हामी पनि प्रायः भित्रबाट लिनु पऱ्यो भने त्यहाँ अङ्कलबाट जान्छौँ। अनि यहाँ दिदी, हाम्रो जुम्लाकै दिदी हुनुहुन्छ। अनि उहाँ पनि एकदम फलफुलहरू किन्न जाँदाखेरि जहिले पनि थपेर खाँदैछ। अनि पैसा पनि एकदम मिलाएर दिनुहुन्छ। धन्यवाद। लिची